Hello and namaste guys, welcome to my video. Mr. Thokar aka Samir Tamang, right? So today we are going to library जहाँ हामीलाई सेकेन्ड ह्यान्ड बुकहरू किन्न पाउँछौँ त्यहाँ जाँदैछौँ बट लाइब्रेरी होइन बुक सप हो बुक सप हो जहाँ सबै बुकहरू हुन्छ त्यो लाइब्रेरी नै हो अनि बुक सप नै हो सो अनि हामी चाहिँ के जाँदैछौँ भने so technically we are going to buy second hand books but reality is we have to pay actual price. Oh my god. So हामी चाहिँ के को बुक किन्न लाग्छौँ भने BBS फर्स्ट इयर, ब्याचलर फर्स्ट इयर. अब एक्जाम आउन टक्कै आज 29 गरी हो हैन, जेठको 29, असारको 29 गरी एक्जाम छ. सो तपाईहरु स्टे ट्युन हैन. आजको 1 महिनाबाट बुक किने आज भर्खर आजबाट 1 महिनामा एक्जाम छ अनि हामीले पास गर्छौँ कि नै म युट्युबमा कन्टिन्यू गरेर हाल्नेछु. सो स्टे ट्युन, अलिअलि सपोर्ट गरिदिनु. मेरो साथी ससुको उसले पनि अहिलेसम्म बुक छोएको छैन. बुक किन्ने भने कसरी भन न, हामी 3 जना छौँ हैन, उ र म भए अर्को एकजना छ अनि 3 जना सेम कुरा हैन. वाट द सेम इज दिस, लाइक हामी 3 जना भएर चाहिँ 5 वटा बुक किन्न लाग्छौँ. सो 640 जति इच पर्न जान्छ. 1800 जतिको बुक 5 वटा बुक आउँदो रहेछ. अनि सो हामी चाहिँ किन्ने अनि सो यो दुईटा या दुईटा अनि एउटा बुक आफ्नो आफ्नो घरमा लाने अनि पढ्ने फर 2 days एन्ड आफ्टर द्याट वी हेभ टु एक्सचेन्ज आवर बुक्स. अनि त्यसरी नै हामी हाम्रो स्टडी गर्नेछौँ. अनि अर्को कुरा भनेको चाहिँ कम्बाइन स्टडी. लेट्स सी व्हाट ह्यापन, बट वी आर प्लानिङ टु स्टडी कम्बाइन लाइक ग्रुप स्टडी. एन्ड त्यति नै हो. अहिले चाहिँ हामी कहाँ छौँ भने सुन्धारा देख्न सक्नुहुन्छ तपाईँहरूले, काठमाडौँ टावर, यता वीर हस्पिटल. हामी चाहिँ के छ भने हिजो चाहिँ यो वीर हस्पिटलबाट यसरी गएको थियो अनि हाम्रो दिमागमा के आयो भने यो त हस्पिटल हो, वाट इफ वी अल्सो इन्फेक्टेड बाई एनी डिजिज, बिकज देयर आर सो मेनी पेसेन्ट्स. सो त्यत्तिकै थिङ्क आएको हो. अनि यतिकै त्यही भएर आज चाहिँ हामी यो साइडबाट हिँड्दैछौँ. अब नेपालको डेभलपमेन्ट भनेको यस्तै हो, भत्काउने बनाउने बट दे नेभर कम्प्लिट इट. नो, दिस इज द ब्याड थिङ हो माइ गॉड. अनि त्यसपछि यो इलेक्ट्रिकको यो तारहरू के गरे हो यस्तो छ यार. फुटपाथै छैन क्या, के भन्ने. अब यस्तै हो. अनि अब पासपोर्टमा खिया लगाइसक्यो होइन बनाएको. अब खिया लगाइसक्यो, कहिले जाने हो विदेश पनि त आएन. पासपोर्ट बनाएको भने नै विदेश जाने हो. सो हेरौँ के हुन्छ. कस्तो ठुलो मुसा मर्या रहेछ यार. लाइक किन लजाउँदैछ बोल न यार मेरो भिडियोमा. अलिअलि भयो नि. यस्तो भिड छ नेपालबाट मान्छेहरू. भन्छ नि एयरपोर्टमा कति धेरै मान्छेहरू विदेशमा जान्छ भन्छन्. आई डोन्ट थिङ्क के नेपालबाट मान्छेको कमी छ क्या. नेपालमा मान्छेको कमी नै छैन क्या गाइज. के भन्नु म, एयरपोर्टमा जाँदा त्यत्तिकै इनिमी भन्ने छ. धेरै गेम खेल्ने बाँकी भएर गाइज इनिमी भन्न आइरहेको छ यार. सरी गाइज. जहाँ गयो त्यति नै मान्छे. लुक एट दिस क्राउड गाइज. त्यत्तिकै गाडी छ, त्यत्तिकै मान्छे छ. अनि कसले भन्छ कि नेपालमा मान्छेको कमी छ भनेर. दिनको 10,000 मान्छे गए नि नेपालमा, मान्छेको कमी त छैन.
ओके गाउँघरतिर होला होइन गाउँघरतिरकै मान्छे जाने हो विदेश बट एट द फर्स्ट दे कम टु दिस क्यापिटल सिटी न काठमाडौँ एन्ड देन दे प्लान टु गो अबोर्ड सो आई डोन्ट थिङ्क कि गाउँको मान्छे सिधै विदेशमा जान्छ हुन्छ कुनै बट ओके द्याट्स ओके गाउँघरमा बच्चाहरूको चाहिँ कमी नै भएको किनभने स्टडी एजुकेसन क्वालिटी अफ एजुकेसन दे सिक फर विच दे क्यान तिनीहरूले काठमाडौँमा पाउँछ नि त सबै कुरा बट सबै एजुकेसनहरू क्वालिटीको छ भन्ने नि म भन्दिनँ काठमाडौँमा बिकज आई हेभ बिन इन दिस सिटी सिन्स 3 years सो गाइज जहाँ पढे पनि होइन आफ्नो दिमागले पढ्ने हो मान्छेहरूले गर्छ नि त घरमै बसी पनि पास गरिदिन्छ अब उता एक्जाम्पलकै लागि हामीलाई हेर्नु हामी अहिलेसम्म कलेजै गएको छैन क्या विल सो यु इन हाउ मेनी सब्जेक्ट्स वी विल बी एबल टु पास सो त्यस्तै हो अब मान्छेहरू या दिस साइड लेट्स गो टु दिस साइड अनि यो चाहिँ न्यू रोड गेट हो गाइज हामी चाहिँ अब बुक किन्ने ठाउँमा पुग्न लाग्यो अनि या गाइज अब यहाँबाट अगाडि जान्छ ऊ यहीँ छ धेरै टाढा होइन जस्ट काठमाडौँ मलको पछाडिपट्टि तपाईँहरू यतातिर आउनु भएको भए त यतातिरको मोमोहरू त हुन्छ नि लोकल्ली फेमस नै छ यो पनि धरहरा मोमो यो फेमस छ यहाँको झोल चाहिँ एकदम लाजवाब छ आए मैले एकचोटि चाहिँ खाएको छु जस्ट मेरो साथीहरूले मलाई ल्याएको थिए त्यहाँदेखि चाहिँ खाएन बट एट द फर्स्टदेखि नै मलाई चाहिँ त्यहाँको मिठो लाग्यो बट मैले खाएको चाहिँ छैन बिकज मलाई कुनै टाइम नै पाएन कि म अब त्यसरी होइन खाँदै हिँडौँ सो 6 बिहान 6 to 2 up to 3 म चाहिँ अफिसमा हुन्छु गाइस अनि अर्को कुरा यो काम गर्दै होइन विदेशमा जानको लागि प्लानिङ गर्नु सबै कुरा म्यानेज गर्नु चाहिँ एकदम हुन्छ नि गाह्रो नै छ अब कुनैको हुन्छ नि फ्यामिलीबाट सपोर्ट छ अलि धेरै नै सपोर्ट छ क्या सपोर्ट छैन भन्दिनँ हाम्रो नि सपोर्ट छ उसको नि सपोर्ट छ सबैको सपोर्ट हुन्छ बट जसले चाहिँ केही पनि गर्नु पर्दैन जस्ट दे हेभ टु फोकस इन वान गोल दे विल इजिली अचिभ अल द थिङ्स यु नो बट वी हेभ टु स्ट्रगल फ्रम जिरो लेभल सो सबै आफ्नो ठाउँमा स्ट्रगल गर्नुहोस् विल एचिभ द गोल बेस्ट अफ लक अनि अब चाहिँ हामी बुक किन्ने ठाउँमा आइपुगेँ हाम्रो हेलो दिदी के छ भनेको अब भित्रको दिदीले हो सो फाइनली वी आर हियर दिस इज द सेकेन्ड ह्यान्ड बुक स्टोर हेलो दिदी सुन दिदी बुक लगाउँ न त अब कुन चाहिँ सस्तो पर्छ अलिकति सस्तो लाग्नु पर्यो सस्तो पर्ने भने के जसको के भन्छ सस्तो भन्नाले 100-150 सस्तो पर्छ ए हुन्छ अरु प्रकाश जुन प्रकाशनको भयो नि हुन्छ जुन भन्दा अलि नाम चलेको दिनु न अस्मिता बाइक हैन अस्मिता बाइक अरुको भने हैन हजुर 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 पढ्यो भने 15 दिनमा नि सक्छ 15 दिनमा नि सकिन्छ अरे ल अब हामीले 1 महिना टाइम छ हाम्रो लागि अब पास त गर्नु परिहाल्यो हैन 1 महिना त इनफ ल अब सबै बुक अस्मिताको निकाल्नु इकोनोमिक्स अरु चाहिँ डिफरेन्ट गरिदिनु कति पर्छ प्राइस दिदी तपाईँ त्यस्तो नभन्नु अनि आफै 100-150 कम पर्छ भन्दै हुनुहुन्छ हो अनि त्यही त नि अनि झन् अनि हामी त यहीँ आउने भनेर यहीँ आएको होइन तपाईँले हिजो नि भनेर गएको हो नि त तपाईँलाई यहीँ आउँछौँ हामी भनेर हामीलाई फ्रीमा गिफ्ट छैन यस्तो बुकहरू पढ्नलाई
तिमीलाई गिफ्ट दिएर कति इजोरिया गिफ्ट दिए त म नि दिन्छु इजोरिया यो इजोरिया भनेको के को बारेमा छ खास नेपाली बुकहरू त मैले मलाई पढ्नै मन लाग्दैन इङ्ग्लिस त्यो दुवै एउटै भएको दिनु न दुवै एउटै भएको ल कस्तो मलाई त्यस्तो थाहा छैन क्या अब कहिले हुन्छ न साथीहरू हामी चाहिँ अब बुक किनेर आइसक्यो है बुक किनेर आइसक्यो दिस इज आवर बुक यसमा चाहिँ 3टा छ सुवरले 2टा लिग्यो अब इकोनोमिक्स पढ्छु म गएर म चाहिँ 1 विकमा यो दुईटा बुक सबै 1 विक होइन 4 डेज 4 डेज जति डेज भयो नि यो एकदम भिड देख्न सक्नुहुन्छ ओन्ली 100 रुपिजमा यु क्यान गेट अनलिमिटेड हुन्छ नि यो के भन्छ झोल या बट वी डोन्ट नो हाउ इट मान्छेहरू झोल खानको लागि भयो नि आउँछ कि बट हुन्छ नि एकदम हाइजेनिक अनहाइजेनिक वी But- डोन्ट नो है हाइजेनिक एन्ड अनहाइजेनिक वी डोन्ट नो बट टेस्ट इज गुड टप क्वालिटी टप चाहिँ हैन गुड टप नट हो गुड म अहिलेसम्म मैले बच्चादेखि जति सुकै मोमोहरू खाएँ नि मैले सुप चाहिँ यहाँको चाहिँ हुन्छ नि राम्रो लाग्छ क्या किनकि अरू ठाउँमा त्यो के भन्छ पिठोको जस्तो हुन्छ होइन अनि यहाँ चाहिँ त्यो टमाटरहरू हालेको टक्क अचार जस्तो हुन्छ क्या द्याट्स द रिजन कि वाइ आई लाइक द मोस्ट यहाँको सुप भन्छ झोल ओके झोल अहिले अब चाहिँ हामी यहाँ अगाडि बस्छ आर यु गोइङ टु क्लास होम म त आई एम कन्फ्युज Don't be confused. Make a decision. You are a man. The only decision you can make will help to. जान्छु होला ब्रो Okay. You go to your class. That's the reason. Let's go. त्यहाँबाट भर्खर मेरो साथी भेटेँ होइन अब त्यो चाहिँ बिएचएम पढेको एचएम पढेको अब त्यसको हुन्छ नि पछाडिकोमा हो ब्रो किन्ने गर्दा नि नो 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 तिमी घर जाने भने होइन तिन पिटले वाला त तिमी क्लासमा जाने भने होइन ओके ल सी यु टुमरो मैले चाहिँ मेरो साथीले बाई बाई गर्छु अब म पनि बाई बाई हुँदै बसमा चढेर जान्छु अहिले चाहिँ म बसभित्र छु होइन बस लग्जरी नै परेको अब म सुत्दै जान्छु गाइज बाई बाई म त आइपुगिसक्यो नेपाल टारमा अलिकति काम थियो त्यो पनि फिनिस हामीले अनि बुक लिएर आइसक्यो सो यहाँबाट माथि पुग्नुपर्छ अलि उकालो छ एकदम आई हेट द्याट उकालो अनि अर्को कुरा भनेको चाहिँ बेस्ट वर्स्ट कुरा भनेको चाहिँ एकदम हार्ड हुनेवाला छ अनि जति सक्दो हुन्छ नि पास हुने ट्राई गर्नेछौँ फुल मार्क 100 एन्ड पास मार्क 35 सो 35 इज आई थिङ्क इट्स इजी बट मेन कुरा भनेको यो बुक हुन्छ नि बिबिएसको फर्स्ट इयरको कोर्समा कतिवटा बुक 5वटा बुक 5वटा सब्जेक्ट छ भनेर पनि अस्ति भर्खरै थाहा पायो एडमिसन भएको 1 मन्थ नि भएको छैन सो इट्स गonna बी हार्ड फर एन्ड केही छैन त्यही नै जति सक्ने हो गर्ने हो मेन कुरा त के हो भने पहिला त यस्तै भयो अब लेट जोइन भएँ कलेज जाने त मैले कहिले प्लानै गरेको थिएन अब म पास हुन्छु यस्तो उकालो छ यो भर्खरै पानी परेको थियो सो पानी परेपछिको भ्यू भनेको यस्तै हुन्छ सो म चाहिँ आइपुगिसकेँ यहाँ हो म बस्ने सो आजको लागि चाहिँ गाइस यति नै
स्टे ट्युन म स्पेसल कुराहरूमा चाहिँ नि भिडियो बनाउँछु स्टे ट्युन है त गाइस ल बाई बाई हेभ अ गुड डे एन्ड enjoy your every moment good time bye bye